आज हामी एउटा अलि प्राविधिक तर एकदमै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ, साइक्रोमेट्रिक चार्ट। नमस्ते। हो, यो चार्ट एयर कन्डिसनिङ क्षेत्रमा त नभई नहुने चिज हो। हामीले द प्र्याक्टिकल स्टडी युट्युब च्यानलको सामग्री हेरेका छौँ र आजको हाम्रो छलफलको उद्देश्य यो चार्ट कसरी पढ्ने होइन अनि यसको महत्त्व के छ भनेर सरल भाषामा बुझ्ने हो। बिल्कुल। यो चार्टले हावाको गुणहरू जस्तै तापक्रम, चिसोपना यी सब कुराहरू एकै ठाउँमा देखाउँछ। जस्तो कहिलेकाहीँ 30 डिग्री सेल्सियस तापक्रम हुँदा पनि ठिकै लाग्छ, तर कहिले एकदमै उफ गर्मी र चिपचिप हुन्छ नि, त्यसको कारण के होला? एकदम राम्रो प्रश्न। त्यो चिपचिपाहटको मुख्य कारण हावामा भएको चिसोपना मतलब आर्द्रता हो। साइक्रोमेट्रिक चार्टले यही तापक्रम र आर्द्रता बीचको सम्बन्ध देखाउँछ। ए नक्सा जस्तै भन्नुभयो अघि होइन? हो, एक किसिमको नक्सा नै हो। यसले हावाको अवस्था बताउँछ। एयर कन्डिसनिङले हावालाई चिसो वा तातो मात्र बनाउने होइन नि त, हो नि। त्यसमा भएको आर्द्रतालाई पनि मिलाउनु पर्छ। त्यसैले यो चार्ट एकदमै महत्त्वपूर्ण छ। तर यो चार्टमा त कति धेरै रेखाहरू सङ्ख्याहरू अलि जटिल जस्तो नि देखिन्छ सुरुमा। त्यो त हो, सुरुमा अलि झ्याउ लाग्न सक्छ, तर यसका मुख्य कुराहरू बुझेपछि खासै गाह्रो छैन। के हुन् त मुख्य कुराहरू? दुईटा कुरामा ध्यान दिउँ है। एक, कुन रेखाले कुन गुण देखाउँछ। दुई, त्यसको मान कहाँ पढ्ने। ठिक छ। ल, सबैभन्दा सजिलोबाट सुरु गरौँ। ड्राई बल्ब तापक्रम। यो भनेको हामीले सामान्य थर्मोमिटरले नाप्ने तापक्रम। ए हामीले मौसम रिपोर्टमा सुन्ने तापक्रम? हो, त्यही हो। चार्टमा यो ठाडो रेखाहरूले देखाउँछ अनि यसको मान चाहिँ चार्टको सबैभन्दा तल तेर्सो लाइनमा हुन्छ, बायाँबाट दायाँ बढ्दै जान्छ। ओके, त्यो त बुझियो। अब आर्द्रताको कुरा गरौँ न। आर्द्रताको लागि मुख्य छ सापेक्षिक आर्द्रता, रिलेटिभ ह्युमिडिटी। यसलाई प्रतिशतमा नापिन्छ। प्रतिशतमा? हो, 100% भनेको हावापानीको बाफले पुरै भरिएको अवस्था, जस्तै बाक्लो कुहिरो लागेको बेला। चार्टमा यस्ता बाङ्गो रेखाहरू हुन्छन् नि। देखेँ। 60%, 70% लेखेको। हो, त्यही हो। अनि त्यो वेट बल्ब तापक्रम भन्ने पनि हुन्छ रे नि, त्यो ड्राई बल्ब भन्दा कसरी फरक भयो त? यो अलिकति फरक छ। वेट बल्ब तापक्रम नाप्न थर्मोमिटरको टुप्पोमा भिजेको कपडा बेरिन्छ। ए किन त्यसो गरेको? किनभने हावा सुक्खा छ भने त्यो कपडाबाट पानी छिटो बाफ बन्छ हैन, अनि बाफ बन्दा चिसो हुन्छ। ठ्याक्कै हामीलाई पसिना आउँदा शरीर चिसो भए जस्तै। अच्छा। त्यसैले वेट बल्ब तापक्रम प्राय ड्राई बल्ब भन्दा कम हुन्छ। चार्टमा चाहिँ यी छड्के परेका रेखाहरू हुन्। यिनको मान बाहिरपट्टिको बाङ्गो रेखामा हेर्नुपर्छ। ए ड्राई बल्ब र वेट बल्बको फरकले हावा कति सुक्खा छ भन्ने थाहा हुने भयो होइन त? हो, बिल्कुल। ल, अब मानौ हामीलाई दुईटा कुरा थाहा छ। जस्तै स्रोतमा भनिएको छ ड्राई बल्ब 30 डिग्री सेल्सियस र वेट बल्ब 25 डिग्री सेल्सियस छ। अब के गर्ने? अब बल्ल चालटको काम आयो। चार्टमा 30 डिग्रीको ठाडो रेखा खोज्नुहोस्। भेटे। अनि 25 डिग्रीको छड्के वेट बल्ब रेखा। ल, त्यो पनि भेटियो। अब यी दुई रेखा कहाँ काटिन्छन् त्यो बिन्दु पत्ता लगाउनुहोस्। यहाँनिर काटियो। हो, त्यही बिन्दुले नै हावाको त्यो अवस्थालाई जनाउँछ। अब त्यही बिन्दुबाट अरू सबै कुरा थाहा हुन्छ। जस्तै सापेक्षिक आर्द्रता कति होला त त्यहाँ? त्यो 60% र 70% को बाङ्गो रेखाको बिचतिर पर्यो कि? हो, एकदम ठिक निहाल्नुभयो। त्यो बिन्दु लगभग 68% सापेक्षिक आर्द्रताको नजिक पर्छ। ए 68%, मतलब हावामा राम्रै चिसोपना रहेछ। हो, त्यसैले 30 डिग्री भए पनि अनि असहज महसुस हुन्छ। अब यही बिन्दुबाट अर्को कुरा हेरौँ, ड्यू पोइन्ट तापक्रम। ड्यू पोइन्ट? शीत पर्ने तापक्रम? हो, त्यही हो। जुन तापक्रममा हावा चिसिँदै जाँदा पानीको थोपा बन्न थाल्छ। हाम्रो त्यो काटेको बिन्दुबाट सिधा तेर्सो रेखा बायाँतिर तान्नुस् त, त्यो बाहिरको 100% वाला रेखासम्म। ताने। त्यहाँ कति छ तापक्रम? 23 र 24 को बीचमा लगभग 23.5 डिग्री सेल्सियस जति। शाबास, त्यही हो ड्यू पोइन्ट। वाह, कति सजिलो रहेछ पत्ता लगाउन त, एउटै बिन्दुबाट यति धेरै कुरा। अनि अरू पनि छन् नि, जस्तै आर्द्रता अनुपात, विशिष्ट आयतन, एन्थाल्पी। हो, स्रोतमा 3 को पनि कुरा थियो। ती चाहिँ किन चाहियो त? ती चाहिँ इन्जिनियरिङ हिसाब किताबको लागि अझ महत्त्वपूर्ण हुन्छन्।
आर्द्रता अनुपातले ठिक कति ग्राम पानीको बाफ छ 1 किलो सुखा हावामा भनेर देखाउँछ। ए, हाम्रो उदाहरणमा कति थियो? हाम्रो उदाहरणमा लगभग 18 ग्राम प्रति किलोग्राम जति। विशिष्ट आयतनले हावाले कति ठाउँ ओगट्छ भन्ने देखाउँछ, लगभग 0.88 घनमिटर प्रति किलोग्राम। अनि एन्थाल्पी? त्यो त अलि गाह्रो सुन्यो। एन्थाल्पी भनेको चाहिँ हावामा भएको कुल ऊर्जा हो, ताप र आर्द्रता दुवैको। हाम्रो उदाहरणमा लगभग 75 किलो जूल प्रति किलोग्राम। कत्रो एसी चाहिन्छ, कति पानी फ्याँक्नुपर्छ, कति बिजुली लाग्छ, यस्तो हिसाब गर्न यी सबै चाहिन्छ। बुझियो। भनेपछि यो साइक्रोमेट्रिक चार्ट सुरुमा हेर्दा जति गाह्रो देखिए पनि यसका आधारभूत कुराहरू बुझेपछि त हावाको अवस्था विश्लेषण गर्न कति सजिलो हुने रहेछ। हो नि। खासगरी एयर कन्डिसनिङ प्रणाली डिजाइन गर्नेहरूका लागि त यो नभई हुँदैन। तापक्रम र आर्द्रता कसरी जोडिएका छन् भन्ने कुरा त छर्लङ्गै देखियो। निश्चय नै। एचभीएसी क्षेत्रमा यसको महत्त्व त छँदैछ, तर एकछिन सोचौँ त के हावा र आर्द्रता बीचको यही सम्बन्ध यस्तै सिद्धान्तहरू मौसम पूर्वानुमान, कृषिमा जस्तो अन्न सुकाउने प्रक्रियामा वा कपडा उद्योगमा पनि त्यत्तिकै महत्त्वपूर्ण छैन होला र? ए, हो त है, त्यताबारे त सोचेकै थिइनँ। हो नि। सायद यस्ता चार्टका सिद्धान्तहरूले ती क्षेत्रमा पनि केही नयाँ ढोका खोल्न सक्छन् कि यो हामी सबैले अलि विचार गर्नुपर्ने कुरा हो जस्तो लाग्छ मलाई।